भात खानु पनि 27 चोटि बोलाउनु पर्छ। मैले त खाएँ, पस्किदिया छ खानु कुरो। के भन्नु पर्ने भनिएलाई छिटो माग्ने। एकचोटि लन्डन गएर के आइरछि लोग्नी भन्दा जान्नेमै भन्छाने र तलाई केही लोग्नी भन्दा पहिला भात खानु पर्ने तलाई डङ्गर अलक्षिन आइमै तेरो सोमत यो पुग्यो हजुर पुगेको छैन तलाई सोमत नभए कि सडियो कि आइमै नि बाबा वर्ता बोल्दो रहेछ नि। मैले भने हो उहाँले भन् भनेर उहाँको मनको कुरा मैले भनेपछि उहाँलाई हिर्काउनु पर्छ मलाई हिर्काउनु पर्छ। त्यस्तै गरे यिनलाई पनि बाँकी राख्दिन। पहिला पनि यिनलाई छुटेर म लन्डन गएको के अरे के सोचेछस् तैँले के सम्झेछस्? चुड्छे माग्ने यसले चुड्छे पहिला भात खाऊ अनि चुडाइ खानु पर्यो नि खाऊ। रिस कडा भए पनि हात चाहिँ मिठो रहेछ हजुर। मिठो त पकाउँछ नि पकाएर के गर्नु घमण्डले नै सिद्धाउनु लागिसक्यो। लन्डनबाट ल्याएको कि हजुर यतै फाल्यो ल्याउँछ लन्डनबाट गोलीमिडा बारीको गोलीमिडा कुरकुर खा। यो हेर्दाखेरि लन्डन खालको छ कि यो चामल पनि लन्डनबाट ल्याएको भन्दा त कहाँ मिल्नु यो स्वादै यहीँको हाम्रो यहीँ खेतको जान्छ। चुपलाएर खान चुपलाएर माग्ने तैँले चाहिँ कजिनीले लन्डनबाट उपहार ल्याछ भनेर सारा गाउँलेलाई चक्लेट बाँडिदिनु भात खाइसकेपछि। ए सारा गाउँलेलाई चाहिँ चक्लेट हामी काई साहबले मलाई चाहिँ केही छैन होइन मलाई चाहिँ पाक छैन काई साहबलाई भनेको। भात थप्दिउँ यो हजुर मलाई नि पुग्यो काई साहबलाई नि पुग्यो। कहाँ पुग्यो मलाई मैले पुग्यो भनेको छु। माफ गर्नु होला हजुर एक गाँस उहाँलाई चाहिँ थपिदिउँ नि त। ट्युन पनि हालिदिनु रे पर्दैन बुढीको हातको खान नपाए कति भयो यति त निस्दै पनि गयो। ए दाल तरकारी हाल्दैन के निच्चा परेर हेर बसिरहेको त खुरुको चक्लेट बाँड्न जा। काई साहब म अहिले हिँडेँ है म नभए बेला कजिनी साहबले के भन्नुभयो भनेदेखि कागजमा टिपेर राख्नु त्यसको उत्तर म हाँसिदिउँला।